अहिले चाहिँ म अल्खोल पार्कमा छु। अहिले चाहिँ यो नेपालको हात्ती ल्याएको ठाउँ पऱ्यो है। नेपालको हात्ती ल्याएको ठाउँमा चाहिँ हामी अब जाँदैछौँ है। लेट्स सी हेरौँ कस्तो हुन्छ। कति हैरान छ न। कहाँ गेटमा छिटोले ल आउनु नि त आउनु ल। मजाले हामी दाइहरूसँग आजको दिन चाहिँ यसरी बिताउँदैछौँ। यहीँ हो रे नेपालदेखि ल्याएको अस्ति त्यो जुन हात्तीहरू ल्याएको छ नि यो खै आज हेरौँ अब कहाँ कतापट्टि छ भने खोज्दैछौँ। ठुलो रहेछ पार्क होइन खै कता 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 हो कता ठुलो छ के अरे पार्क। दाइ कहाँ जाँदै हुनुहुन्छ हजुर? ए अहिले हामी चाहिँ यो सुरुङभित्र जाँदैछौँ है। सकेको छ कुनै यहाँ आनन्द चिसो छ मौसम। अहिले हामी चाहिँ यहाँ छौँ बबाल। अजिङ्गर अहिले चाहिँ हामी हाम्रो नेपालदेखि ल्याएको हात्ती हेर्न आइपुगेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ है। आज म हाम्रो अल्खोल पार्कमा छु। अहिले हाम्रो नेपालको हात्तीलाई हेर्नुहोस् है। हेर्दै हेर्दै हात्तीमा आइपुगेँ। लेट्स सी। ओइ कस्तो छ त ओइ मोबाइल लिएर जाला कि भन्नु भने त्यही भनेर आएर खोजेको होला नि होला। दाइहरूसँग मजाले घुम्दै आजको दिन अल्खोल पार्कमा जाँदैछ है। यस्तो छ यता मजाले यो हाँस अझै पनि हामी अल्खोल पार्कमा घुम्दैछौँ। एउटा थकाइ लागे जस्तो छ बल्ल। थकाइको महसुस भयो जस्तो छ बल्ल। थाकियो भाइ थाकियो जस्तो छ। अझै पनि हामी अल्खोलको पार्कमै छौँ। घरि बाघ हेर्दै घरि के हेर्दै घरि बाँदर हेर्दै होइन यस्तै छ।
पार्कको यात्रा सकेर अब रुम जाँदैछौँ होइन। खजाइहरू पनि थाक्नुभयो। आज चाहिँ अब यति नै हो। हस्, धन्यवाद, बाई बाई। हामी सकेर अब रुमतिर जाँदैछौँ है। आजको यात्रा यति नै हो। आज हामी अल्खोल पार्क मजाले घुमेर